आज चाहिँ भाउजू बुढी भाइसँग बसेर खाँदाखेरि चाहिँ एकदमै रमाइलो र एकदमै मजा आयो मलाई चाहिँ। हेलो एभ्रिवान, आजको मिनी ब्लगमा हजुरलाई स्वागत र मेरो मनैदेखि माया छ। उठ्ने बित्तिकै आज चाहिँ लोचरको घाम लागिरहेको थियो नि त, त्यसैले लुगा धुनुपर्ने हुन्छ। बुढीको लुगाहरू आफ्नो लुगाहरू धुनुपर्ने हुन्छ। बुढीले चाहिँ साबुन लाउँदैछ, म चाहिँ पखाल्दैछु। मिलेर काम गर्नु पर्यो नि त। काम गरिसकेपछि चाहिँ लुगा धोएर भ्याइसकेपछि चाहिँ खानासाना खाएर ममबाजेलाई दिएर अनि ममबाजे चाहिँ आज चाहिँ घर जाने भन्नु भइरहेछ। त्यसैले रेडी हुनु भइसक्यो ममबाजे चाहिँ। अब अटाउन बाँकी छ। बाजे चाहिँ घर जानुभयो, पछि लिन जान्छु ममबाजेलाई। ममबाजेलाई कतिखेर आउनु मन लाग्छ म त्यतिखेर लिन जान्छु। हामी चाहिँ खाजा खानको लागि आलु चप हेर्न गएको। भर्खर तातो बनाउँदै रहेछ। हामीसँग चाहिँ पैसा छैन 20 रुपियाँ भन्दा। अब 20 रुपियाँको त दुईटा 20 रुपियाँको आलु चप किनेर पेम्बा भाइलाई एउटा दिएर पेम्बा भाइले खाएर भ्याइसक्यो अरे। बुढीलाई दिएको, बुढीले आधी खाएर मलाई दियो। अनि मैले तातो आलु चप खाएको त एकदमै तातो रहेछ, एकदमै मिठो। मात्रै खाएर त पुग्दैन, त्यसैले सिजन साथीको पसलमा गएर करेन्ट चौचौ 3टा किनेर अनि 1 प्लेट चाउमिन किनेर हामी गयो घरतिर पकाउनका लागि र खानाका लागि। अहिले पकाएर भ्याइसकेपछि चाहिँ 4 ठाउँमा भाग लाएर अनि मेरो भाग बोकेर म चाहिँ घाम ताप्दै खाने भनेर बाहिरतिर गएँ। मलाई अगाडि राखेर चौचौ र चाउमिन मिसाएर गम खान तालमा त यस्तो मिठो भएको थियो कि त्यसका बाजे आमामा मात्रै गम खाँदै होला भनेको त पछाडि हेरेको त भाइले पनि गम हाल्दै रहेछ मुखमा। अडी नअडी एकदमै मिठो भइरहेको थियो नि त। खासमा हामीले च्यालेन्ज भिडियो खेल्ने भनेर मैले प्लान बनाइरहेको थिएँ। साथीहरू सबले प्लान बनाइरहेको थिएँ, तर के गर्नु साथीहरू कोही पनि मानेन। अब त्यही भएर भिडियो त बनाउनु पर्यो। त्यसैले मैले आफूले किनेर गम भाउजू हामी 4 जना मिलेर खाँदाखेरि त ओहो एकदम मिठो, मुखमा अडी नअडी खाँदाखेरि त। चौचौ मात्रै पकाएर खाँदाखेरि त त्यति राम्रोसँग स्वाद आउँदैन नि त। पिरो त पिरो हुन्छ, मिठो नि मिठो हुन्छ, तर त्यसमा चाउमिन मिसायो भने त झन् त्यो भन्दा नि मिठो हुँदो रहेछ। त्यसैले चाउमिन मिसाएर मैले गम ल्याम खाने तालमा त ओहो जति नै ल्याम खाए पनि के गर्नु त, बेलुका त फेरि टोइलेट जाने तालमा त कस्तो हुन्छ हजुरहरूलाई थाहा नै होला। आमामा पोलेर त्यसका बाजे म त खाएर भ्याइसकेपछि चाहिँ मेरो फेरि एउटा बानी छ कि हातमा टालेको मसलाहरू त खानै पर्यो। त्यसैले हातमा टालेको मसलाहरू सबै चुसेर खाने तालमा त यति मिठो लाग्यो मलाई। यसरी खाँदा चाहिँ एकदमै मिठो लाग्छ। भ्याइसकेपछि भित्र आएर हेरेको कसले खायो भनेर भाइ र बुढीले चाहिँ खाएर भ्याइसकेको रहेछ। भाउजूले चाहिँ भ्याउनु भएको छैन रहेछ। अनि चिसो खानु पर्यो, चिसो बाँकी थियो नि त, त्यही भएर गिलासमा हालेर माउन्टेन ड्यू हो यो चाहिँ। अनि स्वाड खाइदियो। र भ्याइसकेपछि चाहिँ हामी सबैजना एकछिन बाहिर गएर गफ गर्दै भाइको जुम्रा हेर्दै बुढी र भाउजू चाहिँ मेरो चाहिँ जुम्रा हेर्ने मान्छे कोही पनि भएन भन्दै बसेको। अब हामी बलखेल जानुपर्ने छ नि त, टाइम पनि छैन जानको लागि। सबैजना रेडी भइसक्यो। त्यसैले आजलाई 3 मिनट ब्लग हस् त। धन्यवाद, माया छ है सबलाई।